हेलो गाइज, यो चाहिँ नर्मली एउटा सानो ज्ञानको लागि मात्र बनाएको त्यस्तो भिडियो बनाउने उचित थिएन। यो तपाईँको यहाँनिर यो जुनसुकै एप खोल्दा पनि तपाईँको एप नखोल्ने तर अरू अरू वेबसाइटहरू खोल्ने भए जस्तो लागि यो प्ले स्टोर खोल्दाखेरि होइन। अब यहाँबाट कुनै पनि एप खोल्दाखेरि मानौँ ल ग्यालेरी नै खोल्यो होइन, ग्यालेरी खोल्दा नि यस्तै आउने यो प्रब्लमहरू भएर चाहिँ यसमा अब कुनै पनि यसमा थर्ड पार्टी एप चाहिँ छैन के। थर्ड पार्टी एप छैन, थर्ड पार्टी भन्दा त्यो त्यस्तो नराम्रो एपहरू छैन, सबै मैले अनइन्स्टल गरिसकेँ। अब यो चाहिँ कसरी यसलाई हटाउने भन्दाखेरि चाहिँ अब हामीले होइन यो सिम्पली यो कोही बच्चाहरूले चलाएर के गर्दैछ होइन, जेसुकै ओपन गरेर तपाईँको यो ओपन गर्नुहोस् सिधै होइन। अब यसमा प्ले स्टोर अन गर्नुहोस्, या अघि देखाएन नि यो अब यो भयो तपाईँको प्ले स्टोरै खोलौँ, कता गयो प्ले स्टोरै खोल्दाखेरि यस्तो आउने होइन। अब मानौँ कि ल इक्जाम्पल ल म क्यामेरै खोलिदिन्छु, क्यामेरा खोल्दा नि तपाईँको प्रब्लम यही आयो क्या। सो सिम्पल के ऊ छ भन्दाखेरि तपाईँ यहाँ माथिबाट स्क्रोल गर्नुहोस् होइन, यहाँनिर तपाईँको सेटिङ हुन्छ, सेटिङ अन गर्नुहोस्। सेटिङ अन गरेर यहाँ एपमा जानुहोस् है, तल 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 जानुहोस्, एपमा जानुहोस् होइन। सरी म कन्फ्युज भयो एकछिन है, एपमा जानुहोस्, कतानिर थियो एपमा एपमा अनि यहाँ चुज डिफल्ट एपमा जानुहोस्। अनि तपाईँको यो होममा यो होम एपमा क्लिक गरेर तपाईँको ओपन अन एआई यो समथिङ थियो यसमा गर्नुहोस्। अब चाहिँ तपाईँको कुनै पनि एप खोल्दैन ल। अब इक्जाम्पल ल, अब ठ्याक्क जे खोल्न चाहन्छ अब त्यो खुल्छ। यो चाहिँ हामीले डिफल्ट ऊ भएर हो। ल मेसेन्जर खोल्नुहोस्, मेसेन्जर खुल्यो होइन, क्यामेरा खोल्नुहोस्, क्यामेरा खुल्यो होइन। यो तपाईँले फेरि उयो हेर्नु एकचोटि यहाँनिर तपाईँ यो यस्तो भएर थियो अन युआई होम, यो चाहिँ यसमा हुनुपर्ने हो। यो चाहिँ यो भिडियो डाउनलोड प्लेयरमा यसमा क्लिक भएको कारण त्यो भएको थियो। तपाईँले यो अन युआईमा गर्नु बित्तिकै प्रब्लम सल्भ हुन्छ। ओके, थ्याङ्क यू।